यहाँको चाहिँ के बेस्ट लाग्यो अब तिमीले त्यो अहिलेसम्म चाहिँ मुभमेन्ट गर्यो होइन कुजु चाहिँ दामी लाग्यो कुजु हेलो एभ्रिवान वेलकम टु माई ब्लग आज चाहिँ हाम्रो छुट्टी हो रुसल हेर त आमामा त्यहाँ फ्रेन्ड होइन यहाँ सिद्धान्त साथी हो कि होइन हक गर्दै सिजन गएर जाऊ जाऊ छिटो हक गर्दै सिजन दादालाई पिम पम पाएर त विशेष नि हौ हक गर्दै सिजन दादालाई यसै हो हक गर आमा आमा अघि त किन नभनेको बेसी खानु त खोकी लाग्छ होइन याद छ होइन भाइ शून्य सुनायो भने मात्रै शून्यदेखि थाहा 0 1 2 3 4 सुनौ 5 6 7 जानेर भने त खुसी सुन्यो फेरि 8 हो 8 जाउँ कि नजाउँ भयो है गएको भाइ ल ल गएको अब ए अब कतिखेर आउने भोलि आउने कस्तो ह्यान्डसम देख्यो हाम्रो सिद्धान्तलाई त हो क्या ह्यान्डसम देख्यो बाई बाई मैले बनाएको सब्जी पुकारले नानी भाडा आज चाहिँ बल्ल बल्ल नानी पनि आइरहेको छ हेलो एभ्रिवान अब चाहिँ म गान्तोक जाँदै गरेको हो कस्तो इनोग्रेसन चाहिँ गरेको छ नि त यहाँनिर कुन चाहिँ दामी है तर कहाँ पुग्यो डमर्दा चाहिँ फेरि कताबाट जाने हो हजुर तल गएको त्यही त डमर्दा चाहिँ कहाँ लगेको जान्छ हिँड भन्छ हो डमर्दा चाहिँ कहाँ लगेको लाग्छ नि ए हो एम्ब्लेम रहेछ एम्ब्लेम यो चाहिँ हाम्रो रिच पार्क है हेलो एभ्रिवान म चाहिँ रिच पार्कमा छु हो सरी कुजु क्या दामी देख्यो
चाहिँ हाम्रो स्टेट म्यास्कट फर 50 years अफ स्टेटको म्यास्कट कुजु हो है स्नो लेपर्ड हाम्रो कुजु चाहिँ यहाँ छ यहाँ ट्याक्कै हो स्टेट म्यास्कट कुजुको यतादेखि कुजु स्टेट म्यास्कट कुजुको हाम्रो कुजु है दामी दामी है हो कस्तो लाग्यो तिमीलाई यहाँ आएर आज चाहिँ सन्डे इट्स वर्थ इट क्या ए दामी थियो दामी दामी पिसफुल जग्गा दामी डेकोरेट गरेको छ मेरो चाहिँ फर्स्ट टाइम आएको हो अँ। बिच पार्क चाहिँ अरूलाई पनि के सजेसन दिन्छौ तिमीले अब अरू सबैजना आएर आउनु पऱ्यो यहाँनिर एकदम यहाँको होइन तिमीलाई गरे जस्तो फिल हुन्छ होइन तिमीलाई यहाँको चाहिँ के बेस्ट लाग्यो अब तिमीले त्यो अहिलेसम्म चाहिँ मुभमेन्ट गर्यो होइन स्टेट अँ कुजु चाहिँ दामी लाग्यो कुजु यो दामी है माथिको लिएको है मजाले बनाइदिएको है अरू नेक्स्टमा के दामी लाग्यो तिमीलाई पारस अरू नेक्स्टमा के तिमीलाई दामी लाग्यो भन हाम्रो एन्ट्रेन्समा एम्ब्लेम छ हो अँ अन्त नेक्स्ट कुन चाहिँ यसो देखाइदियो हाम्रो हातको कुन चाहिँ यो भनेको दामी डेकोरेट गरेको छ हो अँ सबैजनालाई तपाईँहरू आएर भिजिट गर्नु सक्नुहुन्छ अरू त दामी है यो चाहिँ है लाइटले गर्दा हेर्नु न पार्क सकेर चाहिँ हो हामी त्यहाँबाट चाहिँ ओह्रालो हिँड्दै हिँड्दै एमजी मार्गपट्टि आयौँ यो चाहिँ रिच पार्कबाट ओह्रालो एमजी मार्ग आउने बाटो हो आउँदा आउँदै त्यहाँनिर फेरि बाटोमा ठिक्कै पान दोकान भेट्यो पान दोकानले फेरि हाम्रो चाहिँ प्लान भयो कि अब उयो हेर्ने भनेर हो मुभी हेर्ने भनेर अन्त कुङ फु किड्स हेरिकन अन्त